हेलो गाइज, आज हामी चाहिँ एकदम बिन्दास बिल्कुल बिन्दास पारामा चाहिँ हामी टुर गरिरहेका छौँ। हामी चितवनदेखि पोखरासम्मको यात्रामा छौँ। यदि तपाईँहरू पनि चितवनदेखि पोखरासम्मको यात्रा गर्नुहुन्छ भने प्लिज लाइक सेयर कमेन्ट गर्नुहोस्। म तपाईँलाई ठाउँको ठाउँ चाहिँ मेरो आफ्नै गाडीमा चाहिँ पुर्याउने छु। तपाईहरु ढुक्क हुनुहोस् एकदम बिन्दास पाराले। अहिले गाइज मेरो गाडीमा चाहिँ एकदमै खाली कोही पनि हुनुहुन्न। एकदम कच्ची बाटो, यो भित्री बाटो भन्दा रहेछन्। भित्री बाटो चाहिँ म हिँडिरहेको छु गाइज। एकदम यो साँगुरो पुलमा चाहिँ आइपुगेको छु म। यो चितवनदेखि पोखरा जाने क्रममा चाहिँ म बाटोमा छु। अहिले एकदमै रातको लगभग 9 बजिसकेको छ गाइज। एकदमै डरलाग्दो, एकदमै घनघोर जङ्गलको बिचमा चाहिँ म हिँडिरहेको छु। एकदमै गाइज यो एकदमै गाह्रो अप्ठ्यारो बाटो छ, तर एउटा बाइकले पछाडि मलाई फलो गरिरहेको छ गाइज। एकदम डेन्जर छ। एउटा सानो पसलमा आइपुगेको छु गाइज। एकदमै यो भित्री बाटोको लागि मलाई एउटा बाइकले पछाडि पछि गरिरहेको छ। देख्न सक्नुहुन्छ तपाईले, लाइट बालेको पनि देख्न सक्नुहुन्छ गाइज। अब के हुन्छ कस्तो हुन्छ भन्ने कुरो चाहिँ अब केही समयपछि थाहा पाउनुहुनेछ। तपाईँलाई म भिडियो राखिरहनेछु। म एकदम यो लाइभमा जोडिरहनेछु। एकदमै तपाईँलाई चाहिँ मलाई परेको पीडा तपाईँहरू सामु पोख्ने नै छु। म एकदम स्पिडमा गइरहेको छु। एकदमै च्यालेन्ज छ मलाई, मेरो लागि एकदमै गाह्रो छ। एकदमै दुखी छु म। एकदमै मलाई फलो गरिरहेको छ। म एक्लै भएको कारणले गर्दाखेरि